ओके। यो चाहिँ मेरो हन्टर गेम हो हैन। र यसमा चाहिँ बल्बहरु छैन हैन, यी बल्ब चाहिँ रनिङ भइरहेछन्। र यसमा चाहिँ डिस्प्लेमा हेर्ने हो भने चाहिँ एउटा स्कोर देखाएको छ र स्पिड देखाएको छ र मिसिङ देखाएको छ। स्कोर भनेको चाहिँ मैले चाहिँ कति ठिक गरेँ भनेर, स्पिड भनेको चाहिँ 200 छ, 200 यो चाहिँ डिले देखाउन खोजेको। मैले चाहिँ एकुरेट हिट गरेँ भने, टार्गेटमा हिट गरेँ भने चाहिँ मेरो स्पिड घट्दै जान्छ भन्नुको मतलब यिनीहरूको डिले घट्दै जान्छ भन्नु खोजेको क्या। भन्नुको मतलब फास्ट यिनीहरू रनिङ हुन्छन् भनेको चाहिँ एलइडी। यसमा चाहिँ मेरो टार्गेट इलाइनमेन्ट छ। टार्गेट इलाइनमेन्ट भनेको चाहिँ मेरो दुईवटा स्विच छ अनि स्विचले चाहिँ जस्तै लेफ्टबाट राइट, राइटबाट लेफ्ट स्लाइडिङ भइरहेछ नि त हैन। जस्तै यताबाट लेफ्टबाट राइटतिर जाँदाखेरि चाहिँ मैले चाहिँ यो वाला बल्बलाई 4 नम्बरको बल्बलाई हिट गर्नुपर्ने हुन्छ यो बटनले हैन, यो बटनले सरी। त्यसपछि यताबाट यता गइरहेछ भने चाहिँ मैले चाहिँ यो बल्ब पुग्ने बेलामा चाहिँ यो बटनले प्रेस गर्नु पर्यो। ओके। लेफ्ट सिफ्टिङ र राइट सिफ्टिङको केस लाग्छ अहिले यसमा। अनि त्यही अनुसार मेरो स्पिड र इरर देखाउँछ। मिस चाहिँ मेरो 3 चोटि भयो भने चाहिँ मेरो चाहिँ क्याम ओभर हुन्छ है। जस्तै म खेल्छु यसलाई, खेल्दाखेरि चाहिँ मिस्टेक भयो पहिला मेरो, ठिक छ। राइट, दुईचोटि मिस्टेक भयो है। मेरो चाहिँ स्कोर देखाइरहेछ, यसमा त्यो देखाइरहेछ है।